नमस्कार सबैजनाहरूलाई साथीहरू, नमस्कार। चिसो चिसो मौसममा सबैजनालाई स्वागत छ है। आज आइफोन 11 को म टच ग्लास कसरी काट्ने टच ग्लास काट्न गइरहेको छु है। टच तपाईँको नर्मली एउटा टेम्परेचरमा राखेर काट्नुपर्ने हुन्छ है। डिस्प्ले यताउता नहलियोस् भनेर भ्याकुमद्वारा अड्डाउन पर्ने हुन्छ है। जुनसुकै फोनको हामी यसरी नै टच ग्लास काट्छौँ र आजभोलि लेजर मेसिनद्वारा काटिन्छ। त्यो अहिले म कहाँ एभाइलेबल छैन, हजुरहरूलाई म काटेर देखाउँछु है। अलि टाइम लाग्छ, थोरै 5 मिनट लगभग। एउटा फोनको डिस्प्ले काट्नलाई मात्र 5 मिनट टाइम लाग्छ मेरो विचारमा। देख्न सक्नुहुन्छ एकदमै बिस्तारै काट्नुपर्ने हुन्छ। हिट मेन्टेन गरेर प्लस टाइमिङको पनि एकदमै ख्याल गर्न पर्ने हुन्छ। ओभर हिटिङमा हामीले काट्यौँ भने पनि डिस्प्ले ड्यामेज हुन सक्ने, ब्ल्याक स्पट जस्तो चिजहरू आउन सक्छ। त्यही भएर एकदमै मनलाई शान्त राखेर काट्नुपर्ने हुन्छ। काट्दाखेरि यो नर्मली हल्लिने भनेको चाहिँ तपाईँको कहिलेकाहीँ काट्दाखेरि यो मेरो चाहिँ एडजस्ट छैन, मैले चाहिँ टेबलमा फिक्स गरेको छैन, त्यही भएर यो हल्लिरहेको छ। एकदमै तलको भाग सेन्सिटिभ हुन्छ, यसलाई चाहिँ एकदमै बचाउनु पर्ने हुन्छ, एकदमै केयर गरेर काट्नु पर्ने हुन्छ है। यसरी बिस्तारै बिस्तारै वायर छिराएर काट्न पर्ने हुन्छ। देख्नुहोस्, यदि हजुरहरूको कुनै पनि फोनको यसरी नै डिस्प्ले अगाडिको टच ग्लास फुटेको छ भने यसरी नै काटेर हामी गर्छौँ। यदि कुनै छ फोनको डिस्प्ले बनाउनु पर्ने, हाल्नु पर्ने, रिपेयर गर्नुपर्ने भने हामीले सम्पर्क गर्न सक्नुहुन्छ है। हामीसँग विभिन्न मेसिनहरू एभाइलेबल छन्, मेसिनहरू सबै छ हामीसँग काम गर्नको लागि। तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। यो डिस्प्ले गराउने क्रममा रिस्क त खासै हुँदैन, मिस्टेकली टेक्निसियनको हातमा हुन्छ। मिस्टेकली कहिलेकाहीँ सामानहरूको कारणले गर्दा ड्यामेज हुने सम्भावना हुन्छ, बट राम्रो स्किल भएको मान्छेले गर्दा त्यस्तो खासै फरक पर्दैन। देख्न सक्नुहुन्छ काम एकदमै रिस्की हुन्छ, सिसामा काम गर्नुपर्ने हुन्छ। यसरी सफा गरेर रिफर्बिस गर्दैछौँ हामी यो डिस्प्लेलाई। हेर्नुहोस्, यसरी अब यसलाई सफा गर्छौँ है। यसरी सफा गरेर क्लिन, मैले नर्मल पेट्रोल युज गरेको छु, यसमा अरू विभिन्न केमिकलहरू पनि युज गर्न सकिन्छ है। यो तपाईँको डिस्प्लेको सेन्सर या लेन्स जे भन्दा पनि हुन्छ, या फ्लेक्स बन्डिङको ठाउँमा चाहिँ बिस्तारै सफा गर्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ तपाईँको केही सिसाहरू बिज्यो भने पनि लाइन आउने एकदमै सम्भावना हुन्छ। ल ठिक छ, काटिसकियो। अब हजुरलाई म डिस्प्ले चेक गराउँदैछु है त। एकदम काम गर्ने ठाउँ चाहिँ एकदमै क्लिन हुनुपर्ने हुन्छ, किनभने सिसा हल्का कुरा केही थिचियो लाग्यो भने लाइनिङ जस्तो चिजहरू आउन सक्छ। हाम्रो सक्सेसफुल्ली टच ग्लास कटिङ भइसकेको छ है। देख्न सक्नुहुन्छ। बाँकी भिडियो म तपाईँलाई टच चलाएर पनि देखाउँछु। काम सक्सेस भइसकेको छ। एउटा टच ग्लास काटेको मात्र विभिन्न प्रोसिजर हुन्छ होइन। हजुरले मलाई लाइक सब्सक्राइब गर्दै गर्नु। म हजुरलाई सुरुदेखि अन्त्यसम्म के प्रोसिजर छ म त्यो सब भिडियो हाल्दै गर्नेछु। देख्न सक्नुहुन्छ टच ओके भइसक्यो। यो ब्ल्याक डट स्पट छ, यो मेसिनमा राख्यो भने जान्छ यो है। यो खासै यो नर्मली तपाईँको फोनहरूमा हुने गर्छ।